ल कुन टिम पर्ला त अब म्यान सिटी ल ठिक छ ल चेल्सी ठिकै छ ग्रुप स्टेज भयो फाइन म के अरे चेल्सी निलो मात्र रहेछ छैन नि सेतोमा तिमी लाउने मिलाइदिउँ न यसले प्लेयर चाहिँ ज्याक्सन छ क्या फेरि लुकाएको खेल्नु ज्याक्सन भन्दा मुद्रिक कुकुर रे हालन टेम्परेट ठिक छ ल यतिको ल गाइस सुरु गरौँ अन्तिम गेम चेल्सी भर्सेस म्यान सिटी मेरो टिम चाहिँ उता पऱ्यो क्या ठिक छ अब 60 मिनट साटौँ नसाटौँ ठिकै छ अब फेरि जितिहाल्छ म केही पनि भन्दिनँ यसमा त यसमा होइन मैले कहिले नि केही भन्दैन अघि बेसी बोलिरहेको थियो नि त And with the atmosphere building to fever pitch, we're just minutes away from kick-off time. It is Manchester City taking on Chelsea. Well, Derek, you just wonder what Lord, they got right there. now. Some will be nervous, some will be excited, and some may be anxious. What's that? Pure goal मात्र हान्नु An पर्यो absolute classic here. गोल त त्यहाँ सुट हानेपछि गोलै हो Manchester City lineup. Emerson stands between the posts. Joao Cancelo starts with Kyle Walker as त्यस्तो लाग्छ fullbacks. आदर्श Phil Foden plays with Jack Grealish in the wide positions, and providing the main goal-scoring threat today is Erling Haaland. साला त्यसले त्यो छोड्दै And here's how it looks for Chelsea. Well, it's a 4-3-3 formation with a centre forward and two wingers. So it's important that the midfield players give support to the striker whenever the ball goes wide. They can't allow him to be isolated. Chances on. गोल हान्छ त केही मिस्टर बोल्दैन गाइजहरू होइन अब तपाईँहरूलाई स्क्रिनमा देखिहाल्नुहुन्छ 1-0 है 1-0 Well taken. Foden. And the advantage is with City. ल काठाएको Central to snuff out the danger. Something to worry about here. ल Well, that's a save of the highest quality. Obvious. Teammate. Good piece of defending. अभियस भयो क्या And Sterling has it. म्यान सिटीलाई हान्नै पऱ्यो नि गाइज युनाइटेडको फ्यान भएपछि त्यहाँ चेल्सीले र चेल्सीको फ्यानलाई त्यही नि चेल्सी लिएर के गर्ने गाइज खेला चिल एकछिन बस न चिलमा भएन यो त अन्तिम गेम होला नि त फेरि आजको होइन प्राइज जित्नेले त टी सर्ट पाउँछ यहाँ आज भन्ने सुनेको थिएँ मैले Dias. दुइटै ओहोको सबहरूलाई हटाएर यसले टी सर्ट पाउँछ भनेर सोचे होला सपना अब हारेपछि के हो अन्त अनि कि त जित्नु पऱ्यो राम्रो कन्ट्रोल राम्रो कन्ट्रोलर हुनु पऱ्यो नि त Rather than a free kick, it's advantage Chelsea. मलाई सेकेन्ड ह्यान्ड मार्केटबाट किनेर लिएर सेकेन्ड ह्यान्डबाट किन्यो भने राम्रै कन्ट्रोलर किन्यो भने हो भन्नुहुन्थ्यो भोलि दिनभरि बसेर त्यो कन्ट्रोलर बनायो होमवर्क तिम्रो That's a wasted टी सर्ट चाहिन्छ नि त्यो बनाउनु त चाहिँदैन मलाई तर तिमीलाई चाहिन्छ जस्तो लागिरहेको मलाई जित्नु सक्छ Bernardo Silva. Kevin De Bruyne. Still controversy Manchester because City moving the ball with purpose. भोलि एक्सबक्स लिएर आइदिनु त फेरि मेरो एक्सपोक्स त यहाँ छ नि
कहाँ यहाँ यही अपार्टमेन्टमा Sense that had to go. यही अपार्टमेन्टमा त्यहाँ बनिरहेको अपार्टमेन्टमा ए Haven't been at the races today. Doesn't want to give it away here. तैँले झिकेनस् नै किन नझिकेन यस्तो त छ फल The decision from the referee. बिस्टेको यता थियो अनि के यताउति गर्नु भनेर नि Nkunku. किनभने आदर्शकोमा नि मैले जितिन्थेँ नि त अब आदर्शकोमा And Lukaku is through. ए ढोल खानी भयो ढोल ढोल पेना त जसले चल म आउँछु अब यो ठिस किपर बनाए बोकी ल्याउनु गाइजहरू 3-0 भइरहेछ है But I think 3-0 भइरहेछ ल त्यहाँ खेल मैले आँखा चिम्रेर खेलिदिन्छु अब नयाँ शब्द झिक्नु पऱ्यो नि त त्यहाँ गाइजहरू गएछ प्रातहरू Foden. Might really be able to trouble them here. ओए अफसाइड थियो त्यो भाइ मलाई Offside, the अफसाइड छ अफसाइड त्यही भएर छोडिदिएको क्या मैले Nkunku. Just 1 minute of stoppage time, say the officials. Brilliantly blocked. छ्या 4 खाइसक्यो यार खाइसकेको थियो र खाएमा धेरै फरक छ हो त हो त हो त Now the ball You're like is more rolling so. again, and no getting Go. away from it. The wonderful stuff served up by Chelsea. क्रोधितमा नआऊ है बालक Will we see a similar pattern in the second 45? With high press. नाटक देखाउँछ क्या फेरि It's a promising attack launched by Diana. Well, not quite what he wanted to do with the pass. Chilwell. अन्डर प्रेसर यसरी खेलौँ है कसरी Foden. The play there. Through for the यसरी ब्लक गरौँ है गाइजहरू है amid impending danger. Reece James. James. Well, Chelsea have an awful lot of space. And let's give credit to the defending. James. Off to Sterling. Not quite the keeper. Clean challenge. त्यो हाल्नुहोस् एक गोल नि हाल्नुहोस् Silva. Through ball from De Bruyne. भएन यार कहाँ सक्छ भने म त फेरि खतरा हो नि त फेरि होइन डिफेन्ड ए नगराउनु राम्रो त्यहाँ हाल्दैन एउटा कन्सेप्ट छ क्या यहाँ कहाँ हाल्नु Tylko koncept rozdanych jest fajna. Koncept co ci widać. Ruben Dias. The ball with Rodri. सरी Walker now. Phil Foden. Oh, brilliantly timed tackle when it really mattered. Slick pair of hands did his job. Into the final 20 minutes. He's in with a chance. छ्या And the keeper does the trick. थैट 4 हान्दिउँ भनेको Holland. Holland. Really fine piece of defending play to break it up. Well, the counter chance looks very real.
सक्छु त मैले गाइस छ्या हाने अब हान्न त है गाइजहरू प्रयास त राम्रै थियो मेरो हाँ? यस्तो त छ गाइस अघि कन्ट्रोलर अघि यो कन्ट्रोलर भयो स्योर कन्ट्रोलरले गर्दा भन्दै यो हाँसिरहेको छ अझ सिधै आउट तपाईँले अघि जस्तो बिस्टीले अर्कै स्टाइलले खेल्दो रहेछ नि त कस्तो त्यही भएर छुँदैन रहेछ क्या तैँले मैले छुँदैन तैँले यसरी खेल्दो रहेछ क्या हामीले यसरी मात्रै खेल्छ नि त हेर यसले दुइटै औँला माथि राखेर खेल्दो रहेछ नि त हाल ए त्यो यो अड्याप्ट गरे हो क्या त्यसलाई अड्याप्ट गरे हुन्छ क्या भएन ल भेनाले सिकाउँदैछ के गरे भनेर Just blotting out the danger. कन्ट्रोलर देखेको थिएन यसले पहिला म जन्म मलाई त्यो जन्मिँदा त्यो game अब तपाईँ जन्मिँदा त मैले देख्ने कुरै भएन नि त्यसलाई यसको आमा बाउ नै थाहा छैन होला ल बिस्टीलाई त छ्या थाहा छ बिस्टु तँलाई थाहा थिएन अब घर थाहा हुनु 6 वर्ष अगाडि घर थाहा पाउने मैले मेरो आमाको आत्माले हेर्न थियो होला नि त कहाँ ल ओइ, ओइ, ओइ। ल छ्या And getting across to stop it. Chelsea have returned. मैले 4 हान्न सकिनँ म माफ माग्छु जोस्टिक दे। म माफी माग्छु मैले 4 हान्न सकिनँ साथी ल यो फाइनल है ग्रान्ड फिनाले ल यो त जतिखेर अझै एकचोटि हारौँ न तिम्रो ए अझ पुगे छैन किन ल पुग्ने कुरा होइन नि त ल ल ल ल ल खेल्ने एकछिन बग्नु त यो किन छोयो यसले मेरो जोस्टिक यसले के गर्नु